हेलो गुड मर्निङ एभ्रिवान है। सो आज चाहिँ वेदर यस्तो छ, हिजो चाहिँ पुरा घाम लागेको थियो नि त। आज चाहिँ धुम्म भइरहेको छ दिन है। बिहान चाहिँ यस्तो डरलाग्दो पानी परिरहेको थियो। सो अहिले चाहिँ रह्यो नि त। अनि परेवा चाहिँ हेर्नुहोस् न, मैले चारो छरिदिएको थिएँ, हात्ती हेरिरहेको छ। सो आयो है खानुको लागि। चारो छरिदिएको थियो नि त, चेक्ला छरिदिएको थिएँ है, मजाले खाँदैछ हेर्नुहोस् है। यो चाहिँ हाम्रै घरको परेवा हो है। अन्त अझै कम्ता छैन, यति मात्र आयो नि त। सो हेर्नुहोस् है, हाम्रोमा चाहिँ ग्रास कप पनि छ है। अन्त सानो पहिला नै बनाउनु भएको अरे नि त बाबाले, यो कुवा चाहिँ माछा पाल्नुको लागि नै है। पुरा छ हेर्नुहोस् है। अन्त अस्ति भर्खर मैले काँक्रा देखाएको थिएँ है, मजाले फलेको छ। अब चाहिँ खाने बेला भएको हो नि त काँक्रा। अन्त मजाले फलिरहेको छ, तर बिउ राख्ने चाहिँ एउटा पनि भएको छैन, किनभने फल्दा फल्दै कुर्लुङ्गे भइहाल्दो रहेछ नि त काँक्रा चाहिँ। अनि चाहिँ काकीले चाहिँ भन्नुहुँदै थियो, यो चाहिँ बिउ पनि राख्नु हुँदैन भनेर चाहिँ। हेर्नुहोस् चिचिला पनि राख्दैछ मजाले चाहिँ है। अनि चाहिँ यत्रो छ बोट चाहिँ है, मजाले। यो चाहिँ सबै काकीले बनाउनु भएको थियो नि त चिम। अन्त यहाँ चाहिँ काकीले बिउ राख्नु पनि हुँदैन भनेर चाहिँ सबै टिप्दैछ नि त मजाले। त्यो मुनि कुर्लुङ्गे भएको थियो नि त। अन्त म चाहिँ खुसी लाग्यो नि त, काँक्रा खानु पाउने रहेछ भनेर। अन्त हेर्नुहोस् फेरि पनि फल्दैछ है त्यही बोटमा बैगुन है, मजाले हेर्नुहोस् भित्रभित्र पनि मजाले फल्दैछ है। यही बोटमा चाहिँ यति बेसी फल्छ बैगुन, यही वर्ष होला यसरी फलेको चाहिँ है। एउटै मात्र बोट छ है। थ्याङ्क यू फर वाचिङ।